हेलो गुड मर्निङ सबैजनालाई। के छ, आरामै हुनुहुन्छ होला तपाईँहरू पनि? म पनि आरामै छु, एकदमै निकै छु हैन। अनि म चाहिँ अहिले बेसी जान आँट्या तलतिर गाउँतिर। बाबै हिँड्दा 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 पागल हुन लागिसक्यो। म त छ यति चाहिँ हिँड्नुपर्छ भने कुरै छैन, यति धेरै चाहिँ हिँड्नुपर्छ कि। तर मलाई होइन हिँड्दाखेरि केही लाग्दैन कि यो बाटोमा यो गुराँसहरू हेर्नु नि है, यहाँ गुराँसहरू यसरी ढकमक्क फुल्दाखेरि त फेरि हिँडेको र नहिँडेको केही थाहै पाउँदिनँ आफूले आफूलाई। हेर्नुहुन्छ सबैहरूलाई म देखाइदिन्छु र यताबाट देखाइदिन्छु ल हेर्नुहोस् ल उहाँ हेर्नु त ल, सबै गुराँस रातै देख्नुभयो होला कि। ल पुरै गुराँस, यहीँ छ गुराँस, रुखैभरि गुराँसै गुराँस। तलतिर झन् घारी छ कि गुराँसको। हामी त अब जे भयो नि, अब तराईतिर हुर्केको भएर होला, अब गुराँस देख्दाखेरि त माइ गड जस्तो लाग्छ कि, यस्तो खुसी लाग्छ कि कुरै छैन। हेर्नु ल ल हेर्नु त यहाँ यी पुरै गुराँस होइन त यो। ओ पारी पाखातिर नि सबैतिर गुराँसै गुराँस छ। यति रमाइलो छ कि यति, त्यसै रमाइलो लाग्छ कसम भने है। फेरि झुट बोली यताउता भन्नु होला, तर मलाई यो गुराँस देख्ने बित्तिकै यत्तिकै नै रमाइलो लाग्छ कि मलाई, यत्तिकै नै रमाइलो लाग्छ कि। कस्तो राम्रो हेर्नु नि त्यहाँ गुराँस चाहिँ फुल्दा। एउटा टिप्यौ कि क्या हो, टिपाउ त भनिन्छ होइन, तर टिप्न चाहिँ गाह्रो हुन्छ। फेरि देख्दा चाहिँ यसो ओहो सकिन्छ टिप्न जस्तो हुन्छ, तर टिप्न सके त के। तर गाउँ भनेको गाउँ नै हो, यस्तो रमाइलो यस्तो आनन्दको मौसममा हुर्किन रम्न पाइन्छ, त्यही ठुलो कुरा हो कि वास्तवमा हाम्रो लागि चाहिँ होइन त। आज चाहिँ म मुला उखाल्न आएको कि मेरो बुढालाई अचार चाहियो अरे, मुलाको अचार। अब त्यही भएर चाहिँ म यहाँ यतै दुःख गर्न आएको छु, मुला निकै उखाल्न आएको। त्यही भएर म आज हात पनि दुखेर के बाँकी छ त के। अनि पछि अदुवा पनि छ फेरि हाम्रो गाउँमा, घरमा फेरि अदुवा टन्नै छ कि हाम्रो बारीमा। सायद अब पानी पऱ्यो बल्ल बल्ल चाहिँ घाम लागि छ। अब घाम लाग्दाखेरि नै ऊ गरेन भने चाहिँ हाम्रो अब पर्ने पानीले चाहिँ हाम्रो अदुवा नष्ट हुन्छ। त्यही भएर चाहिँ आएको। फेरि यो चाहिँ खाजा हो नि हाम्रो, खाजा दिउँसो खाने खाजा। अब बाँदर हेर्नुहुन्छ, बाँदर ऊ बाँदर ढेँडो भागे, ढेँडो भागो भागो। बाँदर हेरेको के कत्रो ठुलो ढेँडो हो। अनि त्यसै रमाइलो त लाग्ने होइन कि गाउँ, साँच्चीकै निकै रमाइलो हुन्छ। हेर्नु न अब कतै धुलो छैन, धुवा छैन, शान्त। गुराँस यस्तो राम्रो देखेछ कि यहाँ मोबाइलबाट राम्रो देखिँदैन कि, फेरि रातै पुरै छ भनेर पारी पाखामा टिप्न त यसो देख्दा ओ माइ गड जस्तो लाग्छ। टिप्न सके त के एउटा केही ओखल भुत्ला ल्याउन सकिँदैन। यहाँ तलतिर झन् पुरै गुराँस खाने नै छ। गुराँसको चाहिँ एकदमै बेनिफिटहरू रहेछ कि, एकदमै फाइदाहरू। मैले रिसर्च गरेको थिएँ होइन गुगलतिर। यति तपाईँहरूलाई पनि होइन कुनै कुराको पनि यति कसैको भनेको विश्वास लाग्दैन भने अर्ग्यानिक सामानहरूको प्रोडक्ट खोज्न चाहिँ गुगलमा सर्च गरेर बेनिफिटहरू भनेर सर्च गर्ने। अनि यस्तो राम्रो राम्रो, अब गुगलमा त झुटो कुरा त हुँदैन है, टिकटकमा जस्तो अरू ठाउँमा जस्तो फेक कुराहरू न्युजहरू फैलाउँदैन। एकदम इट्स रियल के, पुरै रियल कहानी मात्रै हालेको हुन्छ क्या त्यहाँ। वास्तवमा बहुत रमाइलो पनि हुन्छ। फेरि यस्तो यो बाटो छ कि यो हिलोमा आउँदाखेरि यो यिनीहरू त हिँड्न सके त के, यो यस्तो गाह्रो हुन्छ नि। मलाई फेरि के हो खै भाइब्रेसन भयो भने चाहिँ एलर्जी हुन्छ। केरा पनि फल्याएर चाहिँ अस्ति मैले यहाँदेखि बङ्गो लगाएको थिएँ, यो भिडियो हेरेर साउनीले मलाई पड्कायो भने चोर भन्छन् होला भाइ। तर म र बहिनी थियौँ, मैले एक्लै चोरे होइन, चोरे होइन फेरि चोरे भन्नु होला कि भुइँमा खस्या त पक्रेर खाएको मात्रै हो। यस्तो रमाइलो छ गाउँ डाँडापाडा। हेर्नु न
गाउँमा बस्न मन नलाग्नेलाई नि यस्तो पाहाडहरू देखेपछि चाहिँ बस्न मन लाग्छ होला पक्का पनि हिँड्दो बाटो। तर यहाँ चाहिँ फेरि पाहाडीतिर चाहिँ हस्पिटल छ, स्कुलहरू छ, ठाउँ छ होइन। यहाँबाट चाहिँ हिमाल पनि देखिँदैन। अलि माथिदेखि चाहिँ हिमाल छ्याङ्गै देखिन्छ के, गान्तोकतिर गए जस्तै गरेर हिमाल सर्लक्कै देखिन्छ। म चाहिँ खासमा आज गाउँमा आउनुको कारण भनेकै त्यही अदुवा र मुला उखाल्न मात्रै आएको हो। खासमा अस्ति गएर फेरि फर्किया हो, 2 दिन बसेँ माथि गएर। अब लाइभ बस्नुपर्छ भनेर गएको, लाइनले साथ नदिएर बस्यो 3 दिन 4 दिनसम्म। लाइनै आएन, यस्तो टेन्सन भयो नि। ठिक छ, म तपाईँहरूलाई अहिले अदुवा खनेको भिडियोहरू पनि हालिदिन्छु नि त है। यस्तो हेर्दै गर्नु होला, माया पनि गरिदिनु होला। थ्याङ्क यू, बाई।